हाई नमस्ते साथीहरू, वेलकम छ हजुरहरूलाई हाम्रो अर्को ब्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि मेरो फ्यामिली पनि एकदमै फिट एन्ड फाइन नै छ। आई होप सबैजनाले माया गरिदिनुहुन्छ भन्ने आशाको साथ नै हामीले अर्को ब्लगको स्टार्ट गरेको छौँ। अनि सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है त साथीहरू। हजुरहरूले माया गरिदिनुहुन्छ भनेर नै हामीले अर्को ब्लगको स्टार्ट गरिरहेको छौँ। सो साथीहरू, आज चाहिँ हामी बिहानको नास्ता दही खाँदैछौँ। दहीले बिहान खाएपछि राम्रो हुन्छ कि हुँदैन हजुरहरूले कमेन्ट गरिदिनु होला। हामी चाहिँ हिजो धेरै ल्याएको थियौँ कि रोटीसँग खानालाई, अनि त्यसपछि बचेको हामीले खान सकेनौँ हिजो चाहिँ, त्यही भएर आज चाहिँ हामी बचेको दही खाँदैछौँ बिहानको नास्ता। हजुरहरूले खानुभयो कि भएन? अनि उता चाहिँ मेरो देवर बाबु हाई भनिदिनु न मेरो ब्लगमा। अरू केही भन्नुहुन्छ? सन्चै हुनुहुन्छ? अनि हाम्रो युट्युब फ्यामिलीलाई पनि केही भनिदिनु न त। केही भन्दिनँ अरे। ल हामी चाहिँ अब दही खान्छौँ। ओके से हाई साथीहरू, हजुर सन्चै हुनुहुन्छ होला है। म पनि एकदमै सन्चै छु। कहाँ जान लाग्यो त? यो डोको बोकेर भन्ने सोचिराख्नु भएको छ होला। आमा धन्यलोटे मा चाहिँ मल फाल्दैछु। त्यति त छैन कि मल एकचोटि फालेँ, अब एकचोटि यस्तो हाफ मात्र छ, आधा मात्र छ। मल फाल्दैछु साथीहरू। म चाहिँ हजुरकोतिर के लगाउनु भयो, पानी पर्यो कि परेन, लगाउन सुरु गर्नुभयो कि भएन? हाम्रो यतातिर त लगाउन सुरु भइसक्यो। यहाँ तल मकै लगाइसक्नु भएको छ, तल पनि उता पनि साथीहरू। हाम्रो चाहिँ मकै नलाउने अरे, कोदो लाउने अरे, त्यही भएर मल फाल्दैछु साथीहरू। म चाहिँ मल फाल्छु। ओके बाई बाई एभ्रिवान, लभ यु, चुप्पा।